आज हामी उत्पत्ति 7को 17देखि 21 पदसम्म पढ्दैछौँ। नोआको समयमा भएको ठुलो घटना बारे। पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएकोले गर्दा परमेश्वरले हरेक जीवित प्राणीको कसरी नष्ट गर्नुभयो त? आउनुहोस् हामी एकैछिन वचनबाटै हेरौँ है त। पृथ्वीमा 40 दिनसम्म जल प्रलय भइरह्यो। पानी बढेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। पानी धेरै परिरह्यो र चौपटै बढेर पृथ्वीमा भरिन लाग्यो र जहाज पानी माथि माथि उत्रन लाग्यो। पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाश मुनिका जम्मै अलगा अलगा पर्वतहरू ढाकिए। पानी बढेर आयो र पर्वतहरूलाई 7 मिटरसम्म डुबाइदियो। पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात, के पंक्षी, के पालिने पशु, के वन पशु, के भुइँमा घस्रने सबै प्राणीहरू तथा सबै मानिसहरू मरे।